गर्मी कति बढेको साथीहरू। वेदर फोरकास्टमा पनि एभ्री डे टेम्परेचर राइज अप नै भइरहेको छ र जहिले पनि चेक गर्दाखेरि 28-29 डिग्री सेल्सियस, बट इट फिल्स लाइक 30-31 डिग्री सेल्सियस भनिरहेको छ नि। यसैले एभ्री डे गर्मी बढिरहेको छ। तैपनि पोखरामा चाहिँ बेलुका बेलुका चाहिँ मजाले पानी पर्छ कि, अनि शीतलो फिल हुन्छ। तर अरू ठाउँमा चाहिँ कति गर्मी भएको छ होला। यसै कारण हजुरहरूले भरपुर मात्रामा, पर्याप्त मात्रामा पानी पिउनु होला र फलफुलहरू, फाइबर्स, फ्रुट्सहरू मजाले खानु होला है। र बाहिर हिँड्दाखेरि चाहिँ फुल स्लिभ, सनस्क्रिन, अम्ब्रेला, क्याप, सनग्लासेस चाहिँ नछोड्नु होला है साथीहरू। र जानुभन्दा अगाडि र घर आउनु फर्किसकेपछि चाहिँ 1 गिलास पानी चाहिँ कम्पलसरी खानु होला कि है। त्यसबाट चाहिँ हामी गर्मीबाट भएको जति पनि हाम्रो डिहाइड्रेसन, ड्राइनेस हरेक कुराबाट सकेसम्म चाहिँ हामी प्रोटेक्ट हुन सक्छौँ। अब गर्मी छ, दिउँसो फुर्सद पनि हुँदैन। जाडोको बेलामा त एकदम छिटो हात पनि चल्छ नि त। जाडो हुन्छ न्यानो हुनुको लागि। गर्मीमा त हात छिटो चलाउँछु भन्दा पनि गल्ने कि। यसै कारण अब जे जस्तो भए पनि घाम टन्नै लागिरहेको छ, त्यो लागेको घामको फाइदा त लिनु पर्यो नि साथीहरू। त्यसैले आज चाहिँ मैले टर्मरिक, क्रुकुम्मा लङ्गा र हामी नेपालीहरूले सहजै बुझ्ने भाषा भनेको बेसार आज धोएर काटेर सुकाउन लागेको। हेर्नु है, ग्लोभ्स पनि लगाएर मजाले, कस्तो राम्रो अरेन्ज कलरको कि। र मजाले एक हातले धोयो है साथीहरू। त्यो भिडियो खिच्दा मात्र एक हातले धोएको नि, फेरि मजाले धोयो किनकि त्यसमा मल माटोहरू मजाले पखाल्नु पर्यो नि त। त्यसैले ट्याप वाटरले धोएर अब चाहिँ यो ड्राई गरेर, वाटर ड्राई गरेर अनि अहिले चाहिँ काट्दैछु। र छोटोमा हामी यसको बारेमा के हामीले बेनिफिट्सहरू लिन सक्छौँ त्यो पनि हामीले धेरै जस्तोलाई नै थाहा छ। यो घरेलु औषधि उपचारमा पनि युज हुन्छ, हामी सबैलाई धेरै थाहा छ। नर्मली धेरै जस्तोलाई थाहा भएको चाहिँ हामीले गानो गएको बेलामा पानीमा यो बेसर चाहिँ, काँचो बेसर घोलेर खायो भने गानो गएको निको हुन्छ भनेर थाहा भएको छ नि। त्यो किन हुन्छ भन्दाखेरि यो बेसरले चाहिँ डाइजेसनमा प्रमोट गर्छ। यसको हेल्थ बेनिफिट्स त टन्नै छ नि। हामी सरसर्ती भनौँ है त। यसले चाहिँ हामीलाई डाइजेसनमा हेल्प गर्छ, जस्तो अघि मैले भनिसकेँ। र इम्युनिटी पनि हाम्रो बुस्ट गर्न धेरै हेल्प गरिरहेको हुन्छ बेसरले। अर्ग्यानिक ओरिजिनल बेसर नै युज गरेको एकदमै राम्रो। र यसले चाहिँ डिटक्सिफाइङ गर्छ हाम्रो बडीलाई। र इन्फ्लेमेसनहरू काटेको ठाउँमा, सुन्नेको ठाउँहरूमा इट हेल्प्स टु रिड्युस इन्फ्लेमेसन। र हामी लेडिजहरूलाई एकदमै खाँचो पर्ने कुरा कि है, मेल फिमेल दुइटालाई खाँचो पर्छ, तर धेरै जस्तो ब्युटी फ्रिक त फिमेलहरू नै हुन्छ नि त। त्यही भएर यसले चाहिँ हाम्रो स्किनलाई ग्लोइङ स्किन प्रमोट पनि गर्छ कि। लाइक हामीले घरेलु तरिकाले हामीले रेसिपिजहरू बनाउँदा, खानाहरू बनाउँदा हामी प्रयोग नै गर्छौँ, तर अल्सो वी युज इट एज अ होमली डिआइवाई फेस प्याक होइन। फेस प्याकमा युज गर्नुहुन्छ कि हुँदैन, कतिजनाले गर्नुहुन्छ भन्नु है। मैले चाहिँ गर्छु। नर्मली चाहिँ यसलाई बेसन अनि अमिलो दही र टर्मरिक मिक्स गरेर हामी सुत्नुभन्दा 1 घन्टा अगाडि मिक्स गरेर चट्ट डबल क्रिन्च गरेर फेसमा लगाएर स्क्रब गरेर, ड्राई गरेर स्क्रब गरेर अनि त्यसमा चाहिँ हामीले मोइस्चराइजिङ युज गर्यो भने एकदमै राम्रो रेडियन्ट फेस, ग्लोइङ फेस हुन्छ कि। हामीले चाहिँ यो गर्नुपर्छ धेरै जस्तो। आफ्नो स्किन केयर पनि गर्नु पर्यो नि होइन। र यसले चाहिँ वेट म्यानेजमेन्टमा पनि सपोर्ट गर्छ र इट इम्प्रुभ्स हार्ट हेल्थ, अल्सो हेल्पफुल टु रेगुलेट ब्लड सुगर लेभल, स्पेसली फर लो ब्लड सुगर लेभल पेसेन्ट्स है। र इट अल्सो प्रमोट फर ब्रेन फङ्सन्स, लिभर हेल्थमा पनि यसले एकदम सपोर्ट गर्छ। अल्सो मे इम्प्रुभ इन स्लिपिङ है, हामीलाई निदाउन पनि एकदम रिल्याक्सिङ
निदाउन सहज हुन्छ। र दिदीबहिनीहरूलाई चाहिँ दिदीबहिनीहरूको केसमा चाहिँ अब मेन्सुरेसन पेनलाई पनि यसले रिड्युस गर्छ। यसमा चाहिँ एन्टी क्यान्सर प्रपर्टिजहरू पनि पाइन्छ पर्याप्त मात्रामा र धेरै जस्तो डिजिजहरूलाई चाहिँ यसले निको पार्छ, किनकि यसले चाहिँ फङ्गल एन्टिब्याक्टेरियल प्रपर्टिजहरू यसमा हुन्छ। र हामीले चाहिँ नर्मली चाहिँ हामी नेपालीकोमा चाहिँ धेरै जस्तो यसलाई काढा बनाएर युज गर्छौँ धेरै किसिमको रोगहरूमा घरेलु नुस्खा अनुसार होइन। अनि घाँटी दुखेको बेलामा पनि बेसर पानीले कुल्ला गर्ने भन्छौँ नि त। यसै कारण अर्ग्यानिक बेसर चाहिँ हाम्रो लागि एकदमै ठुलो कुरा हो कि हामी सबै नेपालीहरूको मोस्टली एसियन किचनमा चाहिँ यो एभाइलेबल हुन्छ र यो धेरै जस्तो पाउने पनि सब एसियन कन्ट्रिजहरूमै पाउँछ। यो धेरै जस्तो चाहिँ 20 to 30 डिग्री सेल्सियस टेम्परेचर मेन्टेन हुने ठाउँमा ग्रो गर्छ, राम्रोसित ग्रो त गर्छ नै। सनी अलि हिल्ली एरियामा पारिलो ठाउँमा चाहिँ हुन्छ। अनि यो चाहिँ एनुअल्ली कट गर्छ, हार्भेस्ट गर्छ हामीले। यो चाहिँ अहिले चाहिँ मेरो सासू ससुराले गाउँबाट अर्ग्यानिक टर्मरिक लिएर आउनुभएको थियो। धेरै विषयमा कुरा गऱ्यौँ नि हामीले होइन, यो एकदमै चाहिने कुरा हो कि। त्यही भएर दिनभरिको टाइमलाई सोसियल मिडिया मात्रै चलाएर अथवा केही न केही कुरामा डिप्रेसिङ भएर अथवा अरूको लाइफमा चासो दिनुभन्दा हेर्नुहोस् त यसरी च्याट्ट लाएर काटेर घरेलु औषधि बनाउनु कति राम्रो कि है। र काटेर सक्नै लाग्यो मैले चाहिँ आज भने, तर यो भिडियो बनाएको चाहिँ आज हो। यो भिडियोको लागि जति पनि मेहनत गरेँ नि, धोएको पखालेको काटेको, यो चाहिँ राउन्ड फिगरमा 1 विक जति 5 to 6 days चाहिँ मलाई लाग्यो, किनकि धोयो अनि सुक्न पनि टाइम लाग्छ नि त। अनि कम्प्लिट प्रोसेस टिल द मेकिङ अफ टर्मरिक पाउडर 1 हप्ता नै लाग्यो। हेर्नुहोस् न पुरै काटिसक्यो, ग्लोभ्सभरि नि बेसरको मजाको येलोइस रङ लागेको छ है। हात पनि अलिअलि हातको पनि एक्सर्साइज भयो कि मसल्स हुन्छ नि त। र अब यसलाई चाहिँ डाइरेक्ट घाममा सुकाउनु हुन्न भन्नुहुन्थ्यो कि मेरो मम्मीले, किनकि डाइरेक्ट घाममा सुकायो भने कालो रङ पर्छ अनि त्यहाँदेखिको घाम पनि गनाउँछ भनेर आमाहरूले भन्ने कुरा पहिल्यैदेखि। यसो छतहरूमा सुकाउन भन्दा पनि बारतलीमा डाइरेक्ट घाम नलाग्ने ठाउँमा एरियामा हामीले बिसुनहरू सुकायो भने, यस्तो पिस्ने कुराहरू सुकायो भने डाइरेक्ट घाम पनि गनाउँदैन अनि कलर पनि उड्दैन कि है। र अब काट्ने बेलामा चाहिँ चरक्कै घाम लाग्थ्यो, तर ह्युमिडिड वेदर भएको कि पानी पर्ला जस्तो साँझ पाखा भइसक्यो नि थियो। त्यही भएर पोखरामा चाहिँ साँझ 2 बजेपछि चाहिँ धेरै जसो छाता लिएर नै निस्किनुपर्छ, किनकि 2 बजेपछि चाहिँ अलमोस्ट एभ्री डे धेरै जस्तो चाहिँ पानी नै परेको हुन्छ। हेर्नु न क्लाउडी हुँदै आएको छ क्या वेदर। र मैले यसरी सुकाएँ मजाले ठिक्क सेम लेभलमा डबल खप्ट्यो भने चाहिँ अलिकति बाफेर पसिना आएर त्यो अलिकति प्ल्यात्त हुनसक्छ। त्यही भएर एकदम पातलो लेयरमा हामीले बेसर सुकाउनु पर्छ। यसरी मैले मेरो छोराको प्ले म्याटमा चाहिँ सुकाएँ है, सफा गरेर, किनकि अब ठुलो भइसक्यो ऊ। अनि मजाले हिडुल गर्ने, साइकल चलाउने, खेल्ने गर्छ अनि उसलाई यो प्लेमेटको जरुरी नै पर्दैन। त्यही भएर यसरी युटिलाइज गर्न बेसन सुकाउन काम लागिरहेको छ। हजुरहरूले पनि नेपालीहरूले त सबैले होइन हर्लिक्सको डिब्बामा, ब्रमभिटाको डिब्बामा होइन हामीले चाहिँ सामानहरू स्टोर गरेर राख्छौँ नि त। र त्यसरी नै मैले पनि मेरो छोराको म्याटमा चाहिँ यसरी सुकाएँ। हामी चाहिँ एकदमै हाम्रो कम्युनिटी चाहिँ एकदमै वेल पपुलेट छ। त्यही भएर चाहिँ कुकुर भुकेको, गाडी चलेको होइन, मेन्टेनेन्स गरेको, केटाकेटी खेलेको, कराएको सबै सुन्छ कि। यसलाई चाहिँ इग्नोर गर्नु होला। र यसरी मैले मजाले सुकाएँ मेरो बारतलीमा सानो टेरेस गार्डनमा।
सुकाएपछि चाहिँ यति भाग चाहिँ मैले छुट्याएँ होइन। हुलमुलमा बिउ जोगाउनु हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु भन्नुहुन्छ नि, त्यसरी नै त्यति चाहिँ मैले रोप्नको लागि छुट्याएँ। मेरो बच्चाहरू चाहिँ मजाले इन्जोय गरिरहेको छ टेरेसमा। इभिनिङको शीतलो हावाहरू, विकेन्ड थियो त्यही भएर मेरो भदाभदैनी नै आएर इन्जोय गर्नुभएको छ। र यसरी सन ड्राई गरिसकेपछि मैले यसरी प्याकिङ प्लास्टिकमा मजाले प्रिजर्भ गरेँ। त्यसपछि चाहिँ मिलमा गएर पिसेर यस्तो राम्रो कलर है त, टर्मरिक कलर हेर्नु त कति राम्रो। अब यसलाई चाहिँ भान्सामा प्रयोग गर्ने, मेडिसिन प्रयोग गर्ने, ब्युटी प्रडक्टमा प्रयोग गर्ने, अझै कति वास्तुशास्त्रहरूदेखि लिएर हामी गुरुङहरूको त स्याहाइ गर्ने रूपमा पनि लगाउँछौँ कि त्यो चाहिँ एक किसिमको नजर नलागोस् र एन्टिब्याक्टेरियल, एन्टिफङ्गल होइन, ट्रेडिसनल रिलिजियस एस्पेक्टले पनि। सो तपाईँहरूले चाहिँ अझै अरू केमा इस्तेमाल गर्नुहुन्छ भन्नु होला है। थ्याङ्क यू, इन्जोय।